गुड मर्निङ, नमस्ते। आज शनिबार हामी आज झुम्सा खोलातिर जाँदैछौँ र हामी 8 जना राइडर, 8 जनामा 4 जना गाडी हुनुहुन्छ। 4 जनामा यहाँ इन्जिनियर साहब, 2जना टी सर्टमा अब यता हेरिदिइहाल्छ। मर्निङ पनि छु भन्छ, हाजिर लगाइदिनु। म पनि आछु दाइ पछाडि हुनुहुन्छ, बुढो दाइ पछाडि हुनुहुन्छ। र आज हामी झुम्सा खोला जाँदैछौँ। आज दिनभरि हामी चिसो पानीमा डुब्ने प्लानिङको साथमा हामी टोटल राइडर 8 जना छौँ र अहिले भर्खर 6 बजे राइड सुरु गरेका छौँ। दाइ ल 2 मिनटमा 1 किलोमिटर हामी 15 किलोमिटर आइपुग्यो दाइ। आज मजाले नुहाउने हो दाइ। आज रमाइलो गर्छ, जोसेर हिँड्दैछन् आज अप एन्ड डाउन हिल गर्नलाई। आज पहाडतिर जाँदैछौँ हामी। राम्रो घाम लागेको छ, आज शनिबार। कहाँ जाने गरे? हामी त्यो डाँडामा जाने दाइ, अरू सबै साइकल केवल कारमा जान्छन्, हामी साइकलमा जाने हो। यो डाँडामा हो? त्यो डाँडामा ल हामी 6 बजे आएको, यहाँ अहिले 6 बजे होटल आइसक्यौँ। 6 बजेबाट साइकल केही बेरमा हामी पुल पार्क आइयो। अब डाँडामा उक्लिन्छौँ। चल बाबु जाऊँ, आइज आऊ। अहिले हामी पाल्पा प्रवेश गऱ्यौँ रूपन्देही छोडेर, र अहिले हामी सिद्ध बाबा पोल पार्क क्रस गरेर सिद्ध बाबाको घाटोमा लागिरहेका छौँ। अब हामी केही बेरमा सिद्ध बाबा पुग्दैछौँ। यो सडक निर्माण भइरहेको छ र अगाडि सुरुङ मार्ग पनि बनेको छ। यहाँ तपाईँहरूलाई मैले सुरुङ मार्ग पनि देखाउनु छ। हामी अहिले सिद्ध बाबा आइपुगेका थियौँ। ल दाइ आइपुग्नु भयो? सुमन आउँदैछ? हेर्नु सुरुङ मार्ग तयार भइसकेको छ लगभग। अब यहाँबाट हामी अर्को साल यहाँ सुरुङबाट खसेर यो सिद्ध बाबा पहाड हो। अब यो पहाडभित्रबाट अब केही दिनपछि अब हामी यो सुरुङ मार्ग हुँदै भित्र गएर अगाडि पनि निक्लिनेछौँ र सुरुङ मार्ग निर्माण भइरहेको छ। यो अब तल यसरी यता सिद्ध बाबा। सुमन आइपुग्यो? ल ल अब केही बेरमा हामी अब झुम्सा खोला पुग्छौँ र बाँकी तपाईँलाई भैरादेखि बुटोलसम्मको सिद्ध बाबासम्मको यात्रा देखायौँ। अब अगाडि पनि देखाउनेछौँ र तपाईँलाई हामीले यो मेरो भिडियो मार्फत रूपन्देही पाल्पाको सिद्धार्थ राजमार्ग खण्ड तपाईँहरूलाई देखाउँदैछौँ र हेर्नु होला। साथीहरू मोटर स्टेसनमा छन्। आज शनिबार निकै भिड छ मन्दिरमा पनि।
भाइ कता हो शान्ता आयो आयो भाइ सिद्ध बाबा क्रस गरियो होइन हामी सुरुङ मार्गले गर्दाखेरि अलिकति दोभान केही बेर पुग्छौँ त्यसपछि हामी झुम्सा दोभान पुग्न लाग्यो हामी बिहान पख भएको हुँदाखेरि पहाडतिर जाने गाडीहरूले गर्दाखेरि धेरै धुलो उडाइरहेको छ अहिले हामी दोभानभन्दा 1 किलोमिटर पछाडि छौँ केही बेरमा हामी दोभान पुग्नेछौँ र पछाडि साथीहरू आउँदै हुनुहुन्छ र अगाडि हामी 4 जना आइपुगेछौँ के छ इन्जिन साहब रमाइलो लाग्छ तपाईँको त साइकल पनि नयाँ रमाइलो पनि भयो होला नि दाइ उमेरले के असर पर्छ होइन मान्छे बुढो भयो भनेर घर बसिरहेको छ तपाईँ 66 वर्षमा दोभान आइपुग्नुपर्छ साइकल लिएर दोभान आइपुग्नु दोभानको टिप्पर कति चलेको है पाल्पामा चुनढुङ्गा खानी भएको हुँदाखेरि टिप्पर चाहिँ लगातार चलिरहेछ र त्यसले गर्दाखेरि धुलो उडेको छ चुनढुङ्गाले गर्दा सिमेन्टमा नेपाल आत्मनिर्भर भइसकेको छ र हामी अहिले ल चुनढुङ्गाको नजिक खानीतिर जाँदैछौँ हामीले दोभान क्रस गरिदियौँ दोभान हाय हाय हाय
अब हामी झुम्सा दाइ पछाडि आउँदै हुनुहुन्छ दुईजना अगाडि भूत खोला यो पुल हेर्नुहोस् तपाईँको 35 डिग्रीमा घुमेको पुल छ यो भूत खोला पर्यटक स्थल भूत खोला हेर्नुहोस् कति कर्फ पर्ख पर्ख कहाँ जोसेर गएको गई गरेको यार ल रोको रोको भनेछु जोस जोस हामी कहाँ अगाडि हो यहाँबाट भित्र तल जाने हो क्या मजाको सुइसी त्यसरी मजाले आएको सुनेपछि लोग्यो यहाँबाट तल जाने हो क्या हामी अब झुम्सा आइपुग्यो अगाडि झुम्सा खोला हो के एक खोला भनेको यहाँबाट यो बाटो सत्यवती जान्छ माथि 9 किलोमिटर रहेछ एउटा देवदा 2 ढेगाबार छ त्यहाँ त्यहाँको मान्छे यहाँ आयो होइन यो प्रचार त्यहाँको प्रचार यहाँ गएको के भयो दाइ पसल हेर्नु भएको छ त पसलतिर पस्नु भयो त के केही खानु पाइएन भने टोइलेट लाग्यो